हेलो साथीभाइ, गुड मर्निङ। सबैजनालाई सम्पूर्णलाई मबाट गुड मर्निङ छ है। हितैदेखि सन्चै हुनुहुन्छ होला हजुरहरू है। अनि म पनि सन्चै नै छु हजुरहरूको आशीर्वादले अहिलेसम्म है। अरू कुरा म के भन्छु भने मैले सानो भिडियो लिएर आएको छु, राम्रोसित सुन्नु होला है। दिदीबहिनी, सबसे भन्दा दिदीबहिनीलाई भन्छु, मेरो प्यारी दिदीबहिनीहरू, यस्तो हुन्छ, मैले पनि भोगेकै छु, भोग्दै पनि छु हैन। हामी आइमाई मान्छे कहाँ गएर बिहा गरेर जान्छ, कुन देशमा गएर बिहा गरेर जान्छ, हामीलाई कुनैले पनि पत्ता हुँदैन साथीभाइहरू। हामीले बोलेको बोलीलाई, हामीले बोलेको कुरालाई सम्पूर्ण हामीलाई जहाँ पनि कम्फर्टेबल त हुँदैन नि, खिल्ली उठाएको हुन्छ, बोल्नु जान्दैन भन्छ है। अनि त्यो कुरालाई चुपचापसित सुनिदिनु कि, चुपचापसित सुनिदिनु पर्छ ए भनेर। म सुनिरहन्छु, तर नै मलाई भएको छैन, भयो भने चाहिँ सुनेर बस्नुपर्छ। म सुन्छु है। एक दिन यस्तो मोर आउँछ कि त्यति टाइममा भन्नु हुँदैन, आफ्नो मनमा सोचिरहनुपर्छ। जसोकै पनि हो, हामी पनि इन्सान हो, हामीले पनि दुनियाँ देखेको, हामीले पनि परदेश घुमेको, सबै घुमेको हुन्छ कि। तर नै मलाई फलानाले यो भन्यो भनेर रिस नउठ्नु, सुनेर बस्नु के। अनि त्यहाँदेखि त्यो सब